साथीहरू सम्पूर्ण फेसबुक साथीहरूलाई नमस्कार एन्ड गुड मर्निङ। सदा चाहिँ आज पनि म केही साथीहरूसँग कुराकानी गरौँ, आफूले जानेको कुरा केही बताउँ, सेयर गरौँ भनेर फेसबुकमा केही कन्टेन्ट बनाउनको लागि उपस्थित भइसकेको छु। साथीहरू केही न केही सिप सिकेर आउनुपर्छ। खाडीतिर गर्मी छ, हजुरहरूलाई थाहा नै छ अहिले। कति साथीहरू त एकचोटि आएर पनि जानुभएको होला, उहाँहरूलाई त भन्नै पर्दैन। यतातिर प्राय काम सेफ्टीले हुन्छ, देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा क्यामेराहरू छ। कोही मानिस नजिक आयो, मेसिनको 10 मिटरभन्दा नजिक आउँदैछ भने अलार्म सिस्टम हुन्छ। अलार्मले जानकारी दिन्छ साथीहरू कि तेरो मेसिनको नजिक कोही आउँदैछ भनेर अपरेटरलाई अलरेडी थाहा हुन्छ। अब उता फ्ल्यागम्यान बसिरहेछ छाताको नजिक, देख्न सक्नुहुन्छ। उसले सिग्नल दिनको लागि यताउताबाट गाडी आयो भने मेसिनलाई रुकाएर पास गराउने काम गर्छ। सदा चाहिँ काम चलिरहेछ। आज बिहान हावाहुरी आएको भएर एकछिन चाहिँ काम रोकिएको थियो। अहिले इन्टर्नल पर्मिटमा काम भइरहेको छ। इन्टर्नल र आरएमको गरेर दुईवटा पर्मिट हुन्छ यहाँ प्राय। पर्मिट मिलेपछि मात्र काम गर्ने हुन्छ। पर्मिट नो वर्क भन्ने छ। पर्मिट यदि छैन भने काम पनि हुँदैन होइन। पर्मिट आएपछि मात्र काम हुन्छ। इन्टर्नलको पर्मिट आफैहरूले डब्लुपिआरहरूले बनाउँछन् भने आरएमको हो। एक्सकाभेसन भइरहेको 2 मिटरको नाली खनिरहेको छु, ट्रन्चहरू पाइपलाइनको लागि। वेटपेडमा काम भइरहेको छ। ग्यासको क्षेत्र, ग्यासहरू, पेट्रोल, ग्यास, डिजलहरूको लागि यहाँ कच्चा पदार्थ निकाल्ने काम हुन्छ। खाडी भए पनि रोजगारी दिएको छ साथीहरू धेरैलाई। स्यालेरी पनि राम्रो दिएको छ। सिप सिकेर आउनुहोस्, त्यतिकै आउँदाखेरि अलिक गाह्रो छ है त साथीहरू। केही बुझ्न मन छ, अपरेटर लाइनमा, ड्राइभर लाइनमा आउँदै हुनुहुन्छ, कसरी आउने, के आउने, अलिकति केही बुझ्न मन छ भने तपाईँहरूले मलाई कमेन्ट सेक्सनमा कमेन्ट गर्न पनि सक्नुहुन्छ र मेसेन्जरमा एड गरेर केही कुरा बुझ्न पनि सक्नुहुन्छ। फेसबुक कन्टेन्टहरू मैले बनाइरहेको हुन्छु बेला बेला साथीहरू। हस् त साथीहरू, अहिलेलाई है त।